अर्जेन्टिना भर्सेस इङ्ल्यान्ड। उफ, बवाल म्याच थियो। म्यादर छु फर्स्ट हाफमा त मलाई गोलै हान्दैनन्। फक फाटिसकेको थियो मलाई त। अनि सेकेन्ड हाफमा आएर 55 मिनटमा इङ्ल्यान्डले गोल हानिदियो। यहाँ मुला ब्लड क्यान्सर भन्दाखेरि ब्लड प्रेसर बढ्यो क्या, दिमागको नसा जाम भइसक्यो। अनि आयो अर्जेन्टिनाबाट गोल। त्यो मोमेन्टमा मादर छुत भर्खर 2 मिनट पहिला सबै सुतिरहन्थ्यो रे। एक्चुअली त्यो सुन्नु भएको नत्र म चाहिँ यस्तो सोचेको थिएन। होप त थियो, होप हार्ने कुरै भएन। त्यही भएर जस्ट किप वर्किङ ए म्याच जस्ट लाइक अर्जेन्टिना 1-0बाट 2-1 वाट अ कमब्याक क्या। मुला क्यापेभर्टी समथिङ त्यो देशसित नि क्या कमब्याक हाने। आज यस्तो कमब्याक हानिदियो। स्विजरल्यान्डसितको म्याच नि बवाल थियो। फक्कै जसले नि रिग्ड म्याच हुन्छ मलाई यस्तो इन्टेन्स भइरहेको। म चाहिँ यहाँ हट बिट 100 बिट्स पर सेकेन्ड। यस्तो म्याच दिन सक्छ पोर्चुगलले? सक्छ। उनीहरू चाहिँ सेमी फाइनल फाइनलमा हामीसित त खेलिरहेको छैन क्या। अन्त सुरुमै निस्किन्थ्यो नि। मौसी Messi, this World Cup we are gonna do 2-2 and we are gonna have 4-star here. एउटा हिपोक्रेसी देखाउँछु हजुरहरूलाई। I'll show you how hypocrite I am. Wait and watch. अब केटाहरूले सोचिरह होला ब्राजिलको जर्सी किन ला। मलाई बाउ ब्राजिल फ्यान हो नि त। घरमा जर्सी नि एउटै फुटबल फ्यान भनेर देखाउनलाई यही लाएर भयो नि हिँड्नुपर्छ। तर अर्जेन्टिना ब्राजिल भाइ भाइ। म त अर्जेन्टिना फ्यान हो। बाबा अब ब्राजिल फ्यान। त्यो भएर यस्तो सहानुभूति दिउँ भनेर नि लगाइदिया हो क्या। Peace out, baby.